सम्पूर्ण नगरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक नमस्कार छ। मैले यहाँ भन्न चाहेको कुरा के छ भने हिजो नगरपालिकामा हिजो त के भन्ने अस्तिको दिनदेखि नै अलिकति पहिल्यैदेखिको एउटा ऊ चाहिँ थियो, तर अस्तिको दिनदेखि चाहिँ अलिकति बाहिर सतहमै देखिने गरी त्यहाँ जुन खालको एउटा सिचुएसन, जुन खालको अवस्था सिर्जना भयो त्यसको बारेमा अब सबैलाई जानकारी भइसकेकै कुरा छ। यो धरान उपमहानगरपालिकामा चाहिँ नि हामीले गरिराखेको देश बनाउने अभियान भन्छु म चाहिँ, श्रमदानको अभियानलाई मन नपराउने मान्छेहरू अब थुप्रै नै छन्। ती मान्छेहरू को हुन् भन्ने कुराहरू अब सतहमा आइसकेको कुरा छ। र हिजोको कुरा चाहिँ के थियो भने अस्तिको दिन उपमेयरले ड्राइभरहरूलाई, बिचरा निरीह कर्मचारीहरूलाई चाहिँ हप्की दप्की गरेर चाबी खोसाएको भन्ने कुरा आइसकेपछि चाहिँ त्यो म आउनुभन्दा अगाडि अब धरान उपमहानगरपालिका एकदमै निरीह थियो है, केही थिएन त्यहाँ। दुई चारवटा थोत्रे बिग्रेको उहिले 25 वर्ष पहिलादेखि टालटुल गर्दै तानतुन गर्दै चलाइराखेको ट्र्याक्टरहरू बाहेक अरू ढुवानीसँग सम्बन्धित होइन, निर्माणसँग सम्बन्धित कुनै पनि उपकरणहरू थिएन। त्यसले गर्दाखेरि मैले तपाईँको चाहिँ त्यहाँनिर जोडजम गरिदिएँ। त्यो भन्नुको मतलब मैले घरबाट पैसा लगेर किनिदिएँ भन्न खोजे होइन, तर नेतृत्व गर्नका लागि एउटा भिजन चाहिन्छ। भिजन बिना नेतृत्व हुँदैन हेर्नुहोस् है। एउटा भिजन चाहिन्छ, त्यो अनुसारको तपाईँको छैन नीति, त्यो अनुसारको निर्णय चाहिन्छ र त्यो अनुसारको योजना तथा कार्यक्रम चाहिन्छ। अब यो सबै कुरा चाहिँ अब म निर्वाचित भइसकेपछि धरानको रूपरेखा हेर्नुहुन्छ भने धेरै राम्रो भइरहेको अवस्था छ। सुशासनको हिसाबमा, जवाफदेहिताको हिसाबमा होइन, पारदर्शिताको हिसाबमा, यी सारा कुराहरू, मितव्ययिताको हिसाबमा सारा कुरामा चाहिँ नि धरानले एउटा अब्बल तपाईँको चाहिँ नि काम गरिरहेको छ। तथापि अब पार्टीका मान्छेहरूलाई मेरो कुरा मन पर्दैन र पार्टीबाट तपाईँको चाहिँ नि गठित विभिन्न यहाँ निकायहरू छन्, ती निकायहरूले चाहिँ मलाई मन पराउँदैनन्। त्यो कुरा पनि थाहा छ यहाँहरू सबैले, जनतालाई थाहा हुनु जरुरी छ होइन। पार्टीले मलाई मन पराउनु पर्छ भन्ने छैन, किनभने पार्टीले भोलिको दिनमा मलाई चुनावमा उठ्दाखेरि भोट दिने पनि होइन। उनीहरू भनेको जहिले विपक्षी विरोध गर्दै आएको अनि तपाईँको चाहिँ नि ठेकापट्टामा विश्वास गर्ने भन्ने किसिमको चाहिँ हुन्छन्। त्यसले गर्दाखेरि मैले गरिदिएको कुरा उनीहरूले मन पराउँछन् भन्ने छैन। पब्लिकलाई थाहा हुनु जरुरी छ, पब्लिकले अनुमोदन गर्नु जरुरी छ यो कुराहरू। र यसरी म आइसकेपछि मैले तपाईँको चाहिँ नि दुईवटा त डोजर, जेसिबी भन्छ नि, जेसिबी त हुन्छ ब्रान्डको नाम हो, दुईवटा त डोजर किनिदिएको छु नगरपालिकाले होइन। एउटा रोलर छ हामीसँग, दुईवटा ट्रिपर छ है। तपाईँको चाहिँ नि ट्र्याक्टरहरू त्यसरी नै किनेका छौँ। खानेपानीको तपाईँको चाहिँ नि बिजोग स्थिति थियो, त्यहाँ पनि एउटा ट्याङ्कर हामीले किनेका छौँ। यसरी चाहिँ होइन थुप्रै 5-10वटा नै लगभग चाहिँ नि उपकरणहरू किनेका छौँ हामीले। ती ढुवानी उपकरण, निर्माणका उपकरण, यो उपकरणहरूको सहायताले हामीले अहिले थुप्रै काम गर्न सकिरहेका छौँ। यतिखेर हामीलाई कहीँ कतै बाटो भत्कियो, त्यो सफा गर्नुपर्छ भने ठेकदारलाई कता आयो के हो भनेर फोन गरिराख्नु पर्दैन होइन। यो सबै मेरो भिजनमा भइराखेको कुरा छ र त्यो कुराप्रति चाहिँ अब हाम्रो उपमेयरको लगायत अब केही साथीहरूको भनौँ न भित्रबाट असहयोगको भावना रहेछ भन्ने अहिले बुझिँदैछ। त्यसले गर्दाखेरि चाहिँ अब चाबी खोसाउने, यो त्यो गर्ने भन्ने कामहरू जुन हिजो अस्तिको दिन भयो, त्यसले गर्दाखेरि त्यो चाबी चाहिँ दिनुपर्छ भन्ने श्रमदाताहरूको तपाईँको चाहिँ विशेष गरी दबाब सहितको उपस्थिति हिजो त्यहाँ रह्यो र अन्ततः चाबी दिनुपर्ने बाध्यता भयो र दिनु पर्यो र चाबी अहिले प्राप्त भइसकेको अवस्था छ। यो चिज हो र त्यसले केही तनाव त्यहाँ सिर्जना गरेको छ।
म सबैजनालाई भन्न चाहन्छु, दलमा लागेका साथीहरूलाई पनि भन्न चाहन्छु, तपाईँहरू देश बनाउने अभियानमा जोडिनुपर्छ होइन। न कि कुनै नेताले यस्तो गर उस्तो गर भनेर त्यो केही नबुझिकन कराउनु हुँदैन। देश बनाउने अभियानमा जोडिनुपर्छ, म त्यो भन्न चाहन्छु। र जहाँसम्म चाहिँ नि 16 नम्बरको भुक्तानीको कुरा छ, त्यसमा पनि एउटा अफवाह फैलाइयो होइन। अफवाह चाहिँ के हो त भन्दाखेरि अब त्यो भुक्तानीको क्रममा छ, त्यो फाइल पनि सबै रेडी भइसकेको छ होइन। अन्तिम त्यो उसमा त्यो चेक काट्न मात्रै बाँकीको कुरा हो। त्यसमा पनि मैले हिजो पत्रकार सम्मेलनमा पनि भनेको छु होइन। पहिला उपभोक्ता समिति गठन गर्दाखेरि वडाध्यक्षलाई पनि होइन, वडाध्यक्षले पनि साइन गर्ने, अनि सम्झौता भयो, सबै काम भयो, अनि भुक्तानी दिने बेलामा चाहिँ दिन्न भन्नु भनेको चाहिँ होइन। मैले हिजो पनि भनेको छु पत्रकार सम्मेलनमा, कुनै रेस्टुरेन्टमा पस्यो, सबै मेन्यु सेन्यु सबै सोध्यो ओऱ्यो है, अनि स्वादिष्ट खाना परिकार पुरा खायो, अनि बिल तिर्ने बेला चाहिँ दिन्न भने जस्तो खालको लाजमर्दो कुरा गर्नु हुँदैन, यो चिज हो। र त्यहाँ एउटा हिजो दिनभरि अफवाह के फैलाइएछ नि त, म त बिजी हुन्छु होइन। मैले अफिसबाट पनि सानो एउटा क्लिप बनाएर त्यो कुरालाई चिर्न चाहेको थिएँ। त्यहाँ चाहिँ तपाईँको श्रमदाताले भुक्तानी लियो भनेर चाहिँ एउटा भुक्तानी पेपर जस्तो त्यो डोर हाजिरा भन्छ होइन। त्यो चाहिँ कति जनसहभागिता भयो होइन, श्रमदानबाट योगदान कति भयो भन्ने मूल्याङ्कन राख्छ योजनाले है। त्यो योजनाले प्रत्येक तपाईँको चाहिँ नि उसमा चाहिँ नि त्यसरी राख्नुपर्ने हुन्छ होइन। हिजो मैले धेरै कन्फर्म पनि गरेँ, सबै लेखालाई सोधेर सबै कुराहरू यो जानकारी मैले गराइराखेको कुरा छ। त्यो चाहिँ तपाईँको चाहिँ एउटा प्रक्रिया अन्तर्गत होइन, के कति बराबरको श्रमदान भयो त भन्ने बारेमा अभिलेखीकरण राख्नका लागि बनाइएको हो। त्यो पेजमा चाहिँ के छ भने पछाडिको एउटा कैद लगाउने हो भने है, हामीभन्दा धेरै ढुङ्गा कसैले पनि हान्न सक्दैन है। त्यति धेरै ढुङ्गा हामी हान्न सक्छौँ, तर म ढुङ्गा हान्नमा कसैलाई पनि होइन आह्वान गर्दिनँ। हामीले चाहिँ ढुङ्गा बोकेर देश बनाउने हो, ढुङ्गा हानेर विध्वंस गरेर होइन। म बारम्बार भनिरहन्छु नि त होइन, हामी विध्वंसमा विश्वास गर्दैनौँ, हामी जोड्नका लागि बनाउनका लागि आएको हो। श्रमदाता हो तिमी हौ यो देश बनाउने, श्रमदाता हो तिमी हौ यो देश बचाउने भन्ने नारा गीत होइन म सधैँभरि गाउन लाउँछु। र यसरी योगदान गरिराखेको मान्छेहरूलाई चाहिँ होइन के भन्छ अरे, त्यहाँ चाहिँ अफवाह फैलाएर दिनभरि बस्नेहरू पनि मैले देखेँ। र धरानमा चाहिँ नि अब सबैले तपाईँको चाहिँ नि मलाई मन पराउँछन् भन्ने छैन। केही मेरा विरोधीहरू छन्, उहाँहरूको कारण केही छैन होइन, त्यतिकै विरोध गर्छन्। त्यसमा एकजना व्यक्ति छ हाम्रो महेश बस्नेत के भन्ने व्यक्ति छ, यसरी महेश श्रेष्ठ है। उहाँले पनि आफूलाई पत्रकार सम्झनुहुन्छ, उहाँले पनि पोस्ट गर्नुभएको देखियो है। मैले चाहिँ नि यहाँलाई के भनिरहेको छु भन्दाखेरि त्यो डोर हाजिरामा जुन लेखिएको कुरा चाहिँ सबै श्रमदानबाट योगदान गरेको रेकर्डका लागि गरेको थियो। त्यो पछाडिको कोलम काटेर चाहिँ होइन भ्रम फैलाइएछ। र त्यो पनि तपाईँको के भन्छ भने भ्रम भनेको चाहिँ एकछिनको अँध्यारो हो कि, त्यसलाई चाहिँ म भन्ने गर्छु नि, अँध्यारो कोठामा तपाईँको जहाँ गएर हामी स्विच अन ट्याक्क बत्ती बाल्ने बित्तिकै होइन एकै निमेषमा आँखा झिक गर्दाखेरि नै तपाईँको चाहिँ नि के हो त भन्दाखेरि त्यो अँध्यारो चाहिँ हटेर जान्छ। त्यस्तै भ्रम हटेर गएको अवस्था हो। र यसरी चाहिँ अफवाह नफैलाउनु होला म भन्न चाहन्छु। अर्को कुरा विद्यार्थीहरूलाई चाहिँ होइन नारा लगाउन लगाइएको देखियो। यो विषयमा पनि मेरो फाल्टै भिडियो क्लिप सामग्री मैले पोस्ट गर्दैछु। र यसरी तपाईँको चाहिँ नि मान्छेलाई दुरुपयोग गरेर भ्रम फैलाउने कामहरू पनि भइरहेको छ। र यो सबै कुराको मूल्याङ्कन चाहिँ धरानी जनताले गर्नुपर्छ, गर्नुहुन्छ, गरिराख्नु भएकै छ है म भन्न चाहन्छु। र अब हामी श्रमदानतर्फ लाग्छौँ। अहिले आजको हाम्रो श्रमदान गर्नुपर्ने छ। अब गफ गर्नेहरू गफ गर्छन्, काम गर्नेले काम गर्नुपर्छ। फेरि गफै मात्रै गरिरह्यो भने सबैले काम कसले गर्ने भन्ने हुन्छ। र यो देश चलाइदिने हो हामीले है, श्रमदाताहरूलाई त्यो भन्न चाहन्छु। र यो कुरा चाहिँ मैले एउटा सार्वजनिक जानकारीको लागि, सार्वजनिक हितमा भनौँ न
जारी गरेँ है। यो मेरो लाइभको भिडियो आज यो भन्दै बिदा भएँ। नमस्कार, शुभ दिन।